आज हामी धरहरा चढ्न गइरहेको छौँ। हजुर ओके अनि अङ्कल हुनुहुन्छ, दिदी आन्टी, यता फास्टर जोएल पनि छन्। कता हो फास्टर जोएल अनि मनोज पनि हुनुहुन्छ, म छु। हामी यो धरहरा चाहिँ यो है यति अग्लो छ, देख्न सक्ने यो टुप्पामा गएर हामी भिडियो बनाउँछौँ। यु क्यान सी। ओके धरहराको बारेमा ऐतिहासिक धरहरा कार्यकाल नेपाल सरकार हजुर यो धरहरा रे अब भरेकै लिफ्ट बिग्रेको रहेछ। नेपाल सरकारले कहिले बनाउँछ थाहा छैन। ए ओहो जोएल राम्रो हुँदैछ। सिडी भएन है यो केपीले के पैसा खर्च गरिदियो धरहराको यो 7औं तल 8औं तलाबाट देखिएको सिन हो यो चाहिँ यहाँको यो हजुर 8औं तला भन्ने 8औं तला 11 फ्लोर। होइन 9 तले काठ फाइनल्ली 19 तलामा आइयो। 19 अझै आज लिफ्ट बिग्रेको कारणले गर्दा हिँड्न पर्ने भयो। हेलो अङ्कल, खुसी हुँदैछ जोएल? एकदम खुसी। यो चाहिँ खै पसिना आयो अनि दिदीलाई नि पसिना आयो ल। फाइनल्ली ल टपमा आयो ल, फाइनल्ली टपमा आयो ल। हेलो जोएल, फाइनली टपमा पुग्यो। यस टपमा, तर लास्टै खुट्टा दुखिरहेको छ मेरो चाहिँ। यो चाहिँ अझै हिँड्नै पारिन्न होला नि। यहाँबाटदेखिको काठमाडौँ हो। जोएल हैन यहाँबाट के घस्यो भने बाच्दैन त है, बाच्दैन है। यो चाहिँ काठमाडौँको म त बाहिर घुम्दै आने हो भनेर भन्छ हैन, त्यहाँबाट पार्किङमा गाडी हिँडेको भिडियो बनाएर यसमा राम्रो हाल्नु लाग्यो। यो के हो, यसमा पानी छ? अब हामी धरहरा चढिसिद्धायौँ। अब हामी यहाँबाट निस्किने कुरा छ। अँध्यारो अँध्यारो लाइट गर्छ। हामी चाहिँ जू घुम्दैछौँ। अङ्कल चाहिँ छुट्नु भयो, उहाँको प्लेन टिकट छुट्यो। अब यता यो मर्मत कार्य भइरहेको छ, यहाँ चाहिँ केही छैन होला, ऊ पर मर्मत गरिरहेको छ ल। आन्टीहरूले चाहिँ यहाँ यो चाहिँ मृग हेर्दै हुनुहुन्छ। आन्टी अङ्कलले मारेको राम्रो कि राम्रो? त्यहाँ मारेको देख्नु त, यहाँ जिउँदै हेर्नु है। अब अङ्कलले भिडियो हेर्नु छ। यसको नाम चाहिँ रतुवा मृग भन्ने हो, बार्किङ डियर भन्दो रहेछ। हजुर यो सबै हो। यात्रा जारी छ, हामी बाघ हेर्न गइरहेछौँ। अब यहाँ बाघ पनि हेर्छौँ, बाँदर पनि हेर्छौँ, त्यो गुना पनि हेर्छौँ। दिदीको त्यो फेभरेट हो, दिदीको फेभरेट हो त्यो गुना। जोएल ठिक छ, होमवर्क गरेर होमवर्क यहाँ अहिले हामी परीक्षण गर्दैछौँ। भिजिटर प्रोजेक्ट वर्क हुँदैछ, बाघ कराइरहेको छ। अर्को उतापट्टि
अब बच्चा ठुलो भइसक्यो देख्छ बच्चाले ठुलो भइसक्यो गयो आऊ अब जाने मंगी हैन तिमीहरुको साथी हैन साथी देख्नुभयो आन्टी बाघ हामीले जू भिजिट गरिसक्यौँ कसमा यहाँबाट चाहिँ हिँड्दैछ एक्लै जू हेरिसकेर अब हामी अब यहाँबाट निस्किँदैछौँ थाक्यो भन्ने मलाई लागिरहेछ आज घुम्या छ भोलि फेरि तनाव हुन्छ